लाइफमा आएर नि जे पाए त्यही गरिदिन्छन् मान्छेहरूले, त्यसले गर्दा मैले दुःख पाइरहेको हुन्छु। मैले अस्ति एउटा स्ट्राइक खाएँ, अहिले फेरि म स्ट्राइकबाट धन्न बचिरहेको छु। म 3 चोटि भइसक्यो। Someone is showing the tits, someone is showing the jack, someone is showing that. Pooh! What can I do? I have to stop streaming. I have no other any options. ब्ल्याक एन्ड व्हाइट चाहिँ कसरी बनाउँछन् हो? मलाई लास्टै मन पर्थ्यो। मलाई ब्ल्याक एन्ड व्हाइट भएको भए चाहिँ म ब्ल्याक एन्ड व्हाइटमै स्ट्रिम हान्दिन्थेँ हो। म अब्बर जहिले ब्ल्याक एन्ड व्हाइट। ओए बा आजु यल्लो दो राम दाम दनानेन तप तमी तप तप तमानेन तप तमी तप तमी तप तमी तप तमी तप तमी तप तमानेन ओसाक पोसाक पोसाक साक साकाना आदि मुख देखाएर के गरेको? त्यसले पनि छोल्दैछ। जोइ छोला ओमेटिभी आओ छोला छोल्ने ठाउँ त हो। कामै छैन यहाँ आएर 5 जना मान्छे हुन्छन् है, एउटै ब्ल्याङ्केट। मैले चिन्न लागिसकेँ, मैले चिन्न थालिसकेँ कसको ब्ल्याङ्केट कस्तो हुन्छ भनेर। त्यो ब्ल्याङ्केटको मुनिबाट के हो यो दिन? के देख्न परेको? जमाना कहाँ पुगिसक्यो? वार हुन आँटिसक्यो इरान अमेरिकाको। वहाँ हर्मस खुल्या छैन, मान्छेहरूलाई छोड्नु छ। Sorry for the language, but I was too frustrated. के गर्ने यिनीहरूलाई? टिभी यहाँ ठुलो नाटिसक्यो र उता 22 बजेर 40 मिनेट सुरु भएको पोर्चुगलको म्याच सुरु भएको। मान्छेहरूलाई बाल छैन त, यहीँ बसिरहेको छ सबै। ओए नाक चोपेर सुमिनाले पास नपादैन सुमिना, कोठै गनाइसक्यो। रातो कपाल भएर पादेको कस्तो खालको रिजन हो यो? कपालको कलर हेरेर पाड्ने पदाइ कहाँ हुन्छ भन्नुस् त? उस्तै छ, हामी के गर्नु? तिम्रो त रातो छैन त। म पादेन नि त त्यही भएर। उ त छ 1 नम्बरको पदवी सुमिना। आफ्नो नाम के अरूलाई भनेर अब म यस्तो बुझेँ नि त, रातो कपाल भनेको धेरै पदवा हुन्छन्। उ सुमिना 1, उ सुमिना 2, उ सुमिना 3। Guess who is Big Sumina? बिग पदुवै तै थाहा भो। बिग सुमिना चाहिँ थाहा भएन है मलाई। ला हाँस्दा सुहायो रे। एउटाको पाद आउँछ, एउटाको सु आउँछ। एउटाको पाद आयो, एउटाको सु आयो। अब कसको अग्नि पाल्यो? डाइरिया हुन्छ अर्को। साइडको आन्टीले मलाई भोलि पिट्छिन् जस्तो लागिरहेको। ओए हाम्रो भोलि उतापट्टिको आन्टीले कुट्यो भने तिमीलाई कुट्न आउँदैन हामी। किन हौ, मैले पादेको छु र? उयो भाइ त कस्तो कमेडी। ओए कस्तो सिरियस पारामा भनेको हेर्न। ए तिमी एकचोटि हाँस त। तथास्तु मात्रै हो। पिस। जय नेपाल। जय नेपाल कांग्रेस हो तिमी? ओए जय नेपाल कांग्रेसले मात्रै भन्छ। म मेरो देशको के हो? जय नेपाल। जय नेपाल। रातो र चन्द्र सूर्य जंगी निशाना हाम्रो। ओ हाम्रो यो रातो र चन्द्र सूर्य। रातो रातो रातो
भोलि कलेज जान सकेन नि तिम्रो मुख चियातिर कानमा पुर्याइदिन्छु म अनि म पार्दिन्छु पोदुई भन्दा होइन तिमीले धेरै बेइज्जत गर्यो है हाम्रो होइन उसको हाम्रो सहनमा हाम्रो साथीको बेइज्जत गरेको सरी पद रातो कपालवालाले पद्दो भन्ने हैन मै पद्दा हो मै हो सबै थोक मै बिल्ला हामीलाई थाहा थियो हामी यही कुरा सुन्नको लागि यत्रो पर्खाइमा थियो रातो फोरी यसले बाँध्यो यत्रो बेरसम्म यसले बाँधिरहेको थियो हेर न यसको यहाँ नभन मेरो बाबुलाई त्यस्तो कस्तो बाँधेको मेरो बाबुले सिक्लिन्छ है वाउ कति राम्रो कपाल तिम्रो चाउमिन चाउचाउ जस्तो करले बोए त्यही भएर ढाकेको म यही भन्छन् भनेर यो रेड फ्ल्याग हुन्छ है कालो कपाल भएकोहरु ढाकेरै राख कालो कपाल भएको रेड फ्ल्याग कर्ली कपाल भएको रेड फ्ल्याग कालो कपाल तिम्रो पनि कालो कपाल त तपाईहरुको पनि छ त नपुदुएहरुको कर्ली दियो रेड फ्ल्याग म रेड फ्ल्याग म नेपालको झण्डा बोका रिस उठ्यो एउटा केटी साइडमा राखेर अर्को केटीसँग कोही छैन भन्दै बोल्ने हुन्छ कर्ली कपाललाई त म देख्न सक्दिन सानो गरेर कोही पनि छैन मेरो साइडमा ओइ आज गाली गर्छ यो कर्ली कपाललाई एक्स हुँदा हुँदै गर्लफ्रेन्ड छैन मेरो भनेर अर्को केटी पट्याउने लास्टमा एक्स फिर्दा आयो त्यहीसँग जाने गुलु गर्ने अनि फेरि एक्सलाई पदुए दिदी हजुर त केही नभन्नु न म पागल हुन्छु कर्ली कपाल देख्यो भने यो पदुए दिदीले किन भनेको मलाई पदुए दिदी के पदुई रातो कपाल पदुए रातो कपाल के छ यो ब्राउन हो उसले रातो देख्यो नि त पायो अब एक्चुअली पद्दै भन्यो भने तिम्रो आँखा फुट्छ नाम के रे बलबहादुर नि बालकुमारी बस्छौ आएन हामी बालिका कुमारी बस्छौँ बालिका बधु बालिका पदु अर्की खै अर्की भातको सिट्ठी मार्न गए के रे ग्यास मार्न गए 10:45 सिटी लाग्छ तिमीहरुको भोलि बिहानै कलेज जानु छ रे खाना खा छैन फेरि पाद्दा फुर्सद पाएन तिम्रो नाम के हो मेरो नाम राघव कस्तो घुरेर हेरेको रे राघव भनेपछि फेरि त्यो रेड फ्ल्याग हो क्या जसको के त्यो दाढी पालेवाला राघव नि कर्ली कपाल नि सब एउटै क्वालिटी कसरी भयो एउटा मान्छेमा यु ओइ यस्तै रातो लुगा जुम्दा छ ओइ सिग्नल दिएको हैन यस्तो क्या पनि उल्टो गरी लाउँछ यार यार अरु केही भन्नु छ त्यही गर्थ्यो यस्तो रिस उठ्दा मान्छे कसरी बोल्थ्यो कानै फुटोस् मुख च्यातेर कानमा पुगोस् दाँत यो दुईटा दाँतै झरोस् यस्तो सधैँ यसरी नै रुन परेछ गरेर ओइ नसरा पन त्यत्रो त सहन पनि सक्दिन हो म त्यस्तो भयो भने त यस्तो चाहिँ किन गरेको नि डर लाग्यो नि त्यस्तो गर्यो भने हातै भाँच्छ हेर्न रातो कपडा देखाएको तिमीहरू गोरु भनेर गोरुहरू यस्तरी आउँछ नि गर्दै ओइ तिमीले कतै केही त तिमीले रेकर्ड त गरिरहेको छैन नि नगर है फेरि भोलि मम्मीले मार्छ बिचरा उ पद्दैलाई पनि त्यस्तो किन गर्थ्यो होला स्लिप ओभर गर्न आँखा साथीकोमा भोलिबाट जिन्दगी भर अन्तै स्लिप ओभर गर्न पर्ला नि लिपस्टिक लाउनु मन लाग्यो त्यो रातो त्यो देऊ न लिपस्टिक लाउने रे यो रातो खोरी ओठ त कुहिएर जाओस् कसम यति सराप्ने मान्छे त आजसम्म भेटेको थिएन अर्काको बारेमा यस्तो सोच्ने मान्छे सबै आफैले लाओस् सबै ओइ भोरी के गरे त्यो
मलाई किन सरापेको नाक कोट्टाउँछ फोरी फोरी बच्चा कतिखेर कोट्याए कोटे हैन यस्तो गरेको चिज याददास पनि गएछ यस्तो गर्दा कोट्याउन यस्तो गर्दा के निस्किन्छ सिगान तै ओइ त ओइ ओइ त म दिदीले हजुर यसको मुखमा किरा परोस् पदुवाईले गर्दा सबै बिग्रियो यही पदुवाईले गर्दा हो मेरो कति राम्रो दिन गएको थियो आज लास्टमा शराब खाएर बस्नु पर्नेमा लाउ बाबु भ्यासलिन लाएर ओठ सफा गर गुड सबै राम्रो मुख हुन्छ सफा गर तिमी शुद्ध हुआ शुद्ध लाउ यसले तिम्रो जलाइन बनाऊ भोलि तिम्रो जलाइनले एप्पल काट्नुपर्छ चाहिएन मलाई बनाऊ है नत्र फेरि अर्को शराब जिन्दगीमा कति मान्छेले खायो होला न उसको शराब त कसैले नि खाएन शराबी हो पापी कस्तो सिरियस कपाल कोर्न दियो यसको कली कपाल हो क्या यो म त रेड फ्ल्याग त मन नै योगेश को हो त्यो यो योगेश तैले गर्दा मेरो रेड फ्ल्याग यहाँ ट्याग आइसक्यो तिमी योगेश यसको नाम पनि किन राखेको अप्रे के तिम्रो दुईटा आँखा योगेश तिम्रो नाकको हेर, दुईटा सेमको प्वाल कपाल। तिमी योगेशसँग अब्सेस्ड छौ जहाँ पनि योगेश देख्छौ त के हो रेड फ्ल्यागसँग अब्सेस अघि त्यही भएर पाप्दा नि योगेश भन्दै तिमी एकचोटि क्याप खोल त ल हेरे हेर कर्ली कपाल यो कर्ली कपाल हुँदैन योगेश आकांक्षालाई योगेश। धोका दिने रुरुको लागि को हो त्यो तिम्रो हुन नसकेको गर्लफ्रेन्ड तिमी एक्स हुँदा हुँदै एक्सको लागि त्यत्रो फिलिङ्स थियो भने किन अर्को केटीलाई तिमीले त्यत्रो आफ किन देखा यस्तै गर्छ योगेशले नाटक गर्छ ए को यो योगेश बौला योगेश अनि त्यसपछि त्यो एक्सलाई छोडेर त्यही केटी भाकी आउनु पर्ने थियो भने त्यो एक्सलाई चाहिँ किन आई लभ यु भन्नु त्यत्रो सोमा नेसनल टेलिभिजन तिमीलाई चाहिँ योगेशको बारेमा यति कुरा कसरी थाहा तिम्रो कलेजको हो नेसनल टेलिभिजनमा किन त्यस्तो भन्यो नेसनल टेलिभिजन कहाँको योगेश हो र कहाँको योगेश हो स्पिलिट भिलामा योगेश थियो के एउटा ए राम त्यो मर्दा त? स्प्लिट भिला हेर्ने लड्कीहरू यस्तो नगर न तिमीलाई अल्छी लाग्यो हामी देखेर होइन अल्छी भन्दा पनि के हो योगेश भन्ने कहाँबाट आयो भन्ने हो कि यो कर्ली कपाल यो पद्धतिले गर्दा सबै बिग्रेको तिमी पन्तुई तिम्रो नाकबाट पाद निस्किन्छ तिम्रो मुखबाट पाद निस्किन्छ तिम्रो कानबाट पाद निस्किन्छ तिम्रो चाकबाट यत्रो पाद निस्किन्छ तिम्रो गर्लफ्रेन्डले यति पाछ पादुसमा त सुगेर बस्छु मेरो गर्लफ्रेन्डको पात त चुप म भन्छु उसको छोरोले नि पादुस उसको छोरोको पादुस छोरोले नि पाछ, उसको पादुस छोरोको मेरो छोरोले नि खानदानले पादुस तिमीहरूलाई के यस्तो बुढी परोस् कि रातभरि पादेर म त सुगेर बस्छु मेरो बुढीको पात त नाक फुटेर म त बुढीको पात त सुगेर बस्छु सुनेर बस्छ यस्तो बुढी सुन्दा तिमी बियोस हुने गरी पादोस् के अरे यस्तो बिहे गरेर ल्याएको दिन पादेर तिमी बियोस भएर तिमी एक 6 वर्षसम्म तिमी कोमामा जाओस् ओइ गर्मी भयो ओइ फ्यान पठाइदेऊ न एउटा प्लिज उडा तिमी उडा छोप्चुमा तिमी नानीमा छोप्चु नागी तिमी कहाँबाट हो ओइ तिमी कुन ठाउँबाट अब सिरियस टक गरौँ मान्छे पाल्पाको हो बस्ने चाहिँ काठमाडौँ कुन ठाउँ हामी नि काठमाडौँबाट हो ललितपुर ललितपुर काठमाडौँ ललितपुरमा पर्छ ए तिमी काठमाडौँ बाहिर भएको भए त काठमाडौँ भ्याली त हो हामी पनि काठमाडौँ हामी त काठमाडौँ भित्रैबाट हो पछि थाहा भन्नु मलाई इनसाइड ए सुन तिमीले त्यो 7, 8, 9, 10 पढ्दा सोसलमा म्याप बनाएर काठमाडौँ ललितपुर भक्तपुर टुक 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 छेउछाउमा पर्छ कस्तो स्कुल पढ्यौ बिल्ला स्कुल पढेको सरा पनि तिम्रो त सर पनि मेरो स्कुललाई पढ्दा सरा क्या हो। मेरो स्कुललाई सरा पनि प्लिज पादेरै तिम्रो सरले त सोसल बुक पादेरै उडाइदिएछ छिटो त क्याब लाउ त त्यो कर्ली कपाल देखेर दिमाग खराब भयो गरे जस्तो त्यसले उयो कामनाले ओए हेर्छ हल्ला हुँदा आन्टीले गरेको त्यो त झन् ठ्याक्क सुन्छ को हो वाक्ने आटो त मेरो साथी के रे यस्तै हो कि सबै यस्तै खान के गर्नु जूमा हामी दुईजना मात्र एउटा 7 जन दुईजना मात्रै रहेछ। यो सब गरेको 100 रुपियाँको छ्याङले निगार तिमी छ्याङ खाएर बसेको नागिनहरू यो जसले पादे। छ्याङ खाएर पादेको
पादेको के छ्याङ्काएर तिमीलाई पठाइदिउँ प्याक गरेर प्लास्टिकमा त्यो प्याक गर अनि त्यसपछि रबरले बाँध अनि काठमाडौँमा भएको ललितपुरमा आया नचिच्च्याउ त्यस्तो गर्दा तिम्रो जिब्रो निस्क्यो तिम्रो रुद्री घन्टी निस्कोस् कौवा हो तिमी कहाँ गर्न के राम्रो हो यो लैजा तिमी कति क्लासमा पढ्छौ कुन लेभलमा पढ्छौ तिमी 10 मा हो कुनको लेभल 10 मा सेकेन्ड इयर सेकेन्ड कुन कलेज भाइ के गरौँ त म भाइ नमस्ते गरौँ त्यो कस्तो मजा आयो यार तिमीसँग बोलेर यो पद्दोले गर्दा हो त्यत्रो शराब खान पर्यो सबै हुनु पर्यो तिमीहरूलाई त मजा त आउँछ के अरे गाली गरेपछि तिमीलाई गाली त गरे मजा आउँछ अरे मजा आइरह तिमीसँग बोलेर रमाइलो लाग्यो तिमीहरू के भन्यो हजुरहरू कतिमा हो के भन्यो यो रेड फ्ल्यागले कस्तो रिस उठ्दो हो चाल गर्थ्यो एकचोटि चलवाला भन्दै अब योगेशले पनि त्यही गर्थ्यो होला योगेशले पनि त्यही गर्थ्यो होला है रुरुले गर्थ्यो योगेशको बाबुले यस्तो हो कि म भन्छु सुन रुरु भनेको योगेशको एक्स हो आकांक्षा भनेको योगेशले प्रेजेन्ट हो लास्टमा रुरु आयो योगेश रुरु भाटी गयो फेरि सो पछि योगेश त आकांक्षा भाटी नै आयो अनि यो स्प्लिट भिल्लामा यस्तो गर्ने चाहिँ को हो रुरु क्लक इट मैले क्लक इट गरेको थिएँ होइन अनि तिमीले के अरे यो स्प्लिट भिल्ला हेर्छौ गर्ने सोच्छन् छ्याङ खाने ल नि ढोका खोल्न मिल्छ छ्याङ खाने खोल्न मिल्छ डिस्टर्ब हुन्छ के भने छ्याङ खाने अर्कीलाई बोलाएको ओइ छ्याङ खाने यहाँ आउने यो होइन अर्को छ के त्यो छ्याङ खान त लाग्छ खोल्न त मिल्छ तर अनि फेरि मलाई डिस्टर्ब हुन्छ किन भन्ने हो मलाई त मिल्छ एकचोटि यहाँ आउँछ हेर कस्तो राम्री छ उ त डल जस्तै छ देखाइदे न तिमीहरू काठमाडौँ कहाँ बस्छौ गयो के डल त यत्रो पनि डल थियो त्यो पनि देखेको मैले मेरो बाबु हो पिगु मेरो बाबु मेरो पिङ्कु पिङ्कु बाबु हामी चाबेलमा बस्छौँ के चाबेलमा चाबेल कता चाबेलको चोकमै चाबेलको चोकमै तिमीले यो भत्केको हलको नाम के अरे गोपीकृष्ण हल थाहा मैले गणेश मन्दिर चिनेछु क्या कहाँ हो गणेश मन्दिर भने चाहिँ हामी कलेज जाने बाटोमा हो ए यति नजिक अरे उठ न यो पोद्दैन आएर मलाई टेन्सन म पाच्छु के अघि के यसले कसरी पासेको सुन न तिमीले गाडीको हर्न सुन्छौ यसले पासेको यसरी अहिले सुन न सबैजनाले खाना खाइरहेको थियो है खाजा खाइरहेको थियौँ कि हामी एकछिन म पासेर आउँछु हामी त के सोच्यौँ नर्मल अब फुस्स पारेर आउँछ होला भनेको त किचनमा गएर त पुई अब यसको कलेज भरि हल्ला भइलिन्छ अब यो कसरी बाँच्छ तिम्रो कलेजको नाम के हो भन त क्याटफोर्ड टेक्सास कलेज चिने हौ तिमीले टेक्सास चिनेछु हामी त्यहीको स्टुडेन्ट हो तिमी टेक्सास पढ्छौ के पढ्दै हो आइटी सिएसआइटी होइन बिआइटी म सिएसआइटी पढ्दै हो तिम्रो हाम्रो कुरै मिलेन त्यस्तै रेड फ्ल्याग बनायो नि क्या ओइ तिमीले जा भने हो भर्खर होइन रेड फ्ल्याग पनि त पनि भन्ने कर्ली पनि कपाल योगेशको जस्तो बानी क्लकिट पनि गर्ने क्लकिट गरेको त रुरु हो कि कसले हो त्यो तिम्रै एक्ट त हो त्यही पनि मैले जोत्ता गर्थेँ र क्लकिट गर्थेँ त्यो टिकटकमा 2025 सालतिर आएको हो त्यो पछि त्यो रुरु भन्नेले कहाँबाट उता स्प्लिट भिल्लामा गएर गरी चाहिँ त्यसपछि रुरुको तिम्रै एक्स हो तिम्रै एक्स त्यस्तो र एक्स बनाउँथ्यो भने तिमीले आकांक्षालाई किन भुलायो किन म सम्झेर के रे टाउको बोल्छ डिस्टर्ब हुन्छ अरूलाई तिमीहरू छ्याङ खाऊ म त लिची जुस खान्छु
तिम्रो बेले त्यति हो बच्चै छ बच्चाले लिची जुसै खान्छ तिमी त फ्रुटी आउ न त्यो त चुक्न सक्दैन फेरि भन्दा तिम्रो मम्मीलाई यो स्क्रिनसट गरेर पठाउँछु पक्क क्लक इट हुन्छ त्यसपछि तिम्रो क्लक इट तिम्रो मम्मीले गर्छ अब कल गरौँ है त नमस्ते आन्टी मम्मीलाई फोन गरौँ अब सुतिसक्नु भयो अनि के आइके ओइ यो योगेशलाई के गर्ने होइन फेरि म तँलाई हात मनेर चुनाइदिन्छु नि त्यो रातो कपडा देखाएन त्यसको कपाल यस्तो ओइ सेम ओइ त्यस्तो नगर नि कस्तो नराम्रो अनुहार देख्यो छैन त क्या र निकाल न त्यो त निकाल न अघि बरु ठिक्कै देखाएको थियो अहिले पनि ठिकै मान न नाइके प्लिज नाइके कस्तो प्लिज थर्काउ त्यो निकाल्ने कि त्यो कपाल खुइले होस् भोलि बिहान आउँदा फेरि त्यो निकाल्नु भने यो सराप चाहिँ म लिन सक्दिनँ है अरू जेसुकै फाउस भोलि बिहान आउँदा कपालमा जुम्रे जुम्रा ओए अब फिर्ता ल फिर्ता त्यो फिर्ता त हुँदै हुन्छ होइन छोड्दे ओए त्यो रातो फेरि त्यो रातो कपडा देखाएन भोलि बिहान आउँदा चाय पऱ्यो त्यो चायाले कलेज जाँदा पनि सरको मुखमै परोस् यस्तो गर्दा पनि चाहिँ फुर्र निस्किन्छ साथीले पनि कस्तो चाहिँ रहेछ यो केटो त कहिले नहुँदैन रहेछ जिन्दगीभर भन्नुहोस् साथीको नजिकै जादिनँ म साथी निको जान्छौ साथी बनाउँदिनँ म त्यसपछि त कपालै छैन भने को बस्छ त मसँग कोही कस्तो हाँसेको गरेर म हाँस्नु जसरी हाँस्दा पनि भयो त बाले भयो नि बाल भयो तिम्रो पो बाल छैन त हाम्रो त छ नि त अब तिम्रो भोलि हुँदैन हाम्रो त हुन्छ एउटा स्ट्रेस भयो स्ट्रेस बल किन नाइ तिम्रो मुखमा कपालमा यस्तो छ ओए के ओए मैले यहाँ ओए भनेको हेर्न कति मुख सुख भत्काएर च्यात्र गर्नु पर्छ ओए भनेको एउटाको बोयफ्रेन्ड आउँदै छ क्या अनि राइडमा जाने रे अनि यहाँ ढोका खोलेर जाँदा अरूलाई डिस्टर्ब हुन्छ अनि उसलाई भोलि घरबेटीले निकालिदिन्छ हामी त आफ्नै आफ्नै घर जाउँला ऊ चाहिँ कहाँ जान्छ त भन्दा तिमी पशुपतितिर चाबेलबाट पशुपति नजिक छ चाबी खोलिदिनु जान्छ ओइ हामी जान्छ ओइ जाडो खुवा यही हो 100 रुपियाँको छ्याङ खाने यो 100 रुपियाँको छ्याङ बाथरुमतिर ह्याङ 100 रुपियाँको छ्याङ बाथरुमतिर ह्याङ टक अबाउट 100 रुपैयाँ त्यसभए 500 को छ्याङ 2000 बेग छ यो भाइ कस्तो रमाइलो रहेछ तिम्रो नाम के हो यो किन कर्ली कपाल छ योगी जस्तै व्यवहार छ क्लाकिट गर्छ ओके रातो रातो रेड फ्ल्याग क्लकिट सुरुको फेरि उता क्लकिट गाली गर डु यु वाच स्पेसपेला नो आई हेर न ह्याङ भएको 1 घण्टा अगाडि गरिसकेको काम 2 घण्टा देखेर ल साथी अर्को दिन भेटौँला ल हाम्रो फोनमा चार्ज सक्यो फोनबाट बस्न अर्को दिन तिमीहरु छ्याङ खादैनौ को ढोलमा त को बाइ साथी बाइ बाइ ल्याइदिनु अर्को दिन तिम्रो साथीले पाँच पार्टी बाट 5 मिनेट गर्दैन यार साथी ओए छ्याङ आज मैले पार्टी दिन्छु तिमीले रातो कपडा लाउने मान्छेलाई ओए हामीले 1 घण्टा अगाडि गरिसकेको काम एकछिन पछि देखाइरहेको के मैले यस्तो गरे अघि नि गरिरहेको तिमीहरुको नेट एक्कासी के भयो नेट हैन के 27% भयो कि चार्ज यो हाम्रो छ्याङ नेट आएर हो के फुस अड्किन्छ छ्याङ खाने मान्छे आएर हो के तल हेर अहिले सराप छ छ्याङ खाने मान्छे आएर नि कि तिमी रातो लुगा लाउने मान्छे आएर त्यस्तो भएको म त अघि नै देखि बसिरहेको छु यहाँ केही पनि भएको थिएन तिमी आएर हो तिमीले त्यो रातो कपडा लाएर हो के अघिबाट तिमीले त्यो रातो कपडा लाउने बित्तिकै हलिरहेको छ रातो कपडा हटाएपछि हल्लेकै छैन हेर त होला है होला
कसले राइट कुरा गरिरहेछ अब भन ल हजुरले दिदी हजुरले दर्शन मेरो भाइ भाग्यमानी भइस अर्कोचोटि तिमी ओए। प्राइम मिनिस्टर बन भाग्यमानी भएस त किन भनेको मैले अघि त भन्दा यस्तो शराब खाएको अनि उता तिम्रो दिदी हो नि त ए दिदी भाइलाई तिमी हस् दिदी सुन अब भाग्यमानी भइस फाइस बे गरेको 2 दिनमै बुढी पहिला गएस यो मान्छेले आज मलाई दिदी मेरो त जिन्दगी खराब गरिदिन्छु होला हौ त्यही भएर बे नगर के मैले भन्दैछु म गर्दिनँ, केटी मान्छे म भनेको सन्यासी धोका घरमा दिनलाई छु, जन्मेको सन्यासी हो हुन्छु त्यसैले अब। बे नगर म सन्यासी हुन्छु क्या सन्यास बस जोगी सन्यास बन जोगी बन ओइ। मन्त्र गन सुन यो भाइ सिएसआइटी पढ्दै अरे कुन कलेज सुन न म भन्छु सुन कहाँ हो काठमाडौँको ललितपुरमा रे काठमाडौँ अरे तिमी हो क्या त्यो डिएबी बाट पाम फाल्ने जस्टको जो हाम फाल्दै नि ओए कस्तो ठाउँमा ओए यो छ्याङखा झ्याप भएर त के भन्यो त्यस्तो भन्छ मेरो थाहा भयो तिम्रो होइन अघि नै भनिसक्यो म छ्याङ खाएको होइन कि अर्को साथीको छ्याङ खाएको यसले गफ हानेर तिमीलाई हेर न अनुहार देख्दै थाहा पाउँछ कि कसले खाएको कसले नखाएको मैले खाएको छु मैले खाएको मलाई थाहा छ तिमीलाई मैले 100 रुपियाँको छ्याङ किनेर दिएको अघि दिउँसो ए 7 करोड 7 करोड 8 करोड 8 करोड 8 करोड सुन 8 करोड 8 करोड 8 करोड त्यहाँ के भयो र छुट्टै त्यहाँ ऊ छुट्टै दुनियाँ भइसक्यो त्यहाँ यहाँ पुरै नेक्स्ट थिएटर चलिरहेको छ जुन थिएटरमा चाहिँ हामी एभाइलेबल छैनौँ के हामी एक्जिस्ट सुन गर्दैनौँ न हाम्रो भोलि ओए पदुवै पदुवै सिरियस मुडमा छ के ओइ पदुवाई किन थर्काको पुदेर उ सिरियसमा हुँदा के भयो भन्दा छ साथी बोयफ्रेन्डसँग होइन 5 होइन मिनेट तिमीलाई के राइडमा भयो तिमी जाँदैछ एकदम सिरियस देखियो कि अघि त पादिरहेको थियौ अहिले चाहिँ के भयो है यहाँनिर यहाँ हाम्रो घरबेटी दिदी स्ट्रेस भयो एकछिन एउटा रमाइलो कुरा गर्दु त म नाचिदिन्छु नि त नाच्दै त ए आज मैले ओइ पा तिमी गीत गाउनु उताबाट गीत आउनु पर्यो ए गीत के गाउनु भन्छ ल मेरी छोरी क्या राम्री नाचे कि क्या राम्री नाचे कि दुईटाको रातो कपाल लाएर ढले कि दुईटा कमर चाटमा भाचे कि टुई 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 Wait, मेरो are बिचारा you भाइले recording me? स्ट्रगल गर्छ Are you recording me? कस्तो इङ्ग्लिस बोल्यो झ्यापे काठमाडौँ बसेर के काठमाडौँको ललित Don't say me chape, you are a chape, I'm not a सुन यो भाइ chape. काठमाडौँको ललितपुरमा बस्छ इङ्ग्लिस बोल्छ कहाँको जस्तो अफ्रिका त्यो इन्डियाको चाहिँ एउटा के रे कस्तो बिहार जस्तो। बिहारको जस्तो इङ्ग्लिस बोल्छ हेर्न ऊ नागिन जस्तो मान्छे छ ए तिमीले कुन हमला देखाएको भर्खर होइन यस्तो गरे यो भने नराम्रो ओए तिमी सुत भोलि कलेज जान्छ छैन आमा बाउले सिएसआइटी पढाउन पठाएको छोरालाई काठमाडौँको ललितपुरमा बसेर छोरो भने यस्तो ओमे छोड्दै 3 मात्रै गर्नु मलाई यति सरापी नि कसम भनेको म भोलि सुसाइड हान्छु होला डिएबीमा म डिएबी जान्छु भोलि जेसुकै भन सुसाइड नभन सुसाइड गर्ने मान्छे जस्तो के भन्छ त्यसलाई नराम्रो कोही हुँदैन संसारमा सुसाइड भनेको एकदम ठुलो पाप अर्को जन्ममा तिमीलाई भगवानले फेरि दुईटा खुट्टै नभएको जन्माइदेला नि फेरि तिमीलाई मर्नै मन छ भने बरु मै मार लाग यहाँ आऊ म तिमीलाई एउटा मुसाको औषध दिन्छु त्यो खाएर फत्र 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 भएर चाबेचोकमा मर सुसाइड चाहिँ नगर ल हामी जान्छौँ ल अब राम्रोसँग बस घरबेटी रिसायो यार जापे दिदी बाई हजुरलाई पनि बाई पद्दै बाई ओइ घरबेटी पद्दै बाई बाई रे तिमीलाई बाई गर्दै एकचोटी के ओइ भयो घरबेटी बाई गर्दै ओ यो को हो यो पाद्दै बाई गरेर राख तिमीलाई यो पल्टेको को हो यो सुतिसक्यो यो सुतिसक्यो गुड नाइट बाई गुड नाइट अब हामी भात खानुपर्छ कि 12 बजे ठ्याक्कै हाम्रो बोक्सी हो क्या 12 बजे भात यो बोक्स होला त यो भाइ ओए यु आर बोक्सा यो दिदी कनी भयो म के भन्दिन दिदी हो हजुर ल कति वर्ष भयो तिमी साच्ची म
16 हामी त 15 हाउ वी आर दिदी हियर ए त्यसो नगर है गोप 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 ओइ कुन हमरा देखाइ यो ए गुड गुड गोप 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 न भयो छोड्दे ल तिमी जाऊ ल बाई बाई हामी नि जान्छ म भा रामसँग बाई भन्ने ल जय नेपाल यत्रो बेर बोलेर अनि तिमी जाऊ जाऊ ल हुन्छ भाइ रामसँग ख्याल गर्नु मेरो सराप ओइ सराप फिर्ता सबै सराप फिर्ता होस् प्लिज ल भाइ राम्रोसँग जाऊ भोलि बिहान उठ्दा फेरि तिमीले स्याम्पूले कपाल धुँदा सबै तिम्रो कपाल झरिरहोस् जा है म कसम म यति सराप छु नि राति सुत्दाखेरि कसम भोलि लाग्छ के रे मैले सराप दिन्छु नसराप म सनै छोपेर सराप दिन्छु छोरा तिमी तिम्रो बाहुन झरेर तिमी खस ओइ 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 अझै सराप दिन्छु भने कसम सराप दिन्छु म ल सरी ल भाइ सबै सराप फिर्ता सबै सराप फिर्ता तिमी सिएसआइटीमा पास होस् तिमी आइटी भएको देख्न पाऊँ भोलि पर्सि कुनै कम्पनीमा आउँदा फेरि तिमीले चिया पकाएर मलाई ल्याइदोस् यस सुन्यौ लास्टमा के भने सुन्यौ भोलि पर्सि ठुलो कम्पनीमा काम गर्न जाँदा म कुनै कम्पनीमा आइटीको अब के काम गर्न जाँदा तिमीले चाहिँ चिया पकाएर ल्याउन पाओस् क्या हुन्छ कि त्यो चिया पकाइदिउँला त्यत्रो सराप खानु भन्दा त बरु चिया पकाएर खुवाउँछु के रे अनि पुच्छा लगाइदेऊ हुन्छ ल बाई टोयलेट पनि सफा दिउँला जे भन्नुस् न ल बाई बाई झापे बाई बिच्चकी बाई उता घरबेटी ल बाई गाजलु तिम्रा आँखा लजालु तिम्रा भाका बयानै गर्न गाह्रो तारिएर नजाऊ तिमी मलाई ब्राजिल ब्राजिल तारिएर नजाऊ तिमी पर्ने लागिसक्यो मलाई अब छुट्टिन्छु म अब सुतेको मसँग प्रसङ्ग नभएको नि होइन म हिँडु कता भदौडु कता जाऊ कहाँ जाऊ कहाँ ला 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 I'm gonna show you how great I am. मलाई अति गुन्डा भनेको होइन म गुन्डा गुन्डा अति भने क्या म अति गरेँ सबैलाई सरी है फेरि सरापे भने त फेरि लाग्छ नि सराप गाला देखाएर बस्दै थिबी
ल्या हाँसेको हेर्नु हाई गर्नु नि नपाए अब आँसु आयो हौ मेरो त रोएछन् के कसम रोए जस्तै आएछ यार हाई गरेको ओभर आँसु आइदियो क्या कस्तो तपाईँ मेरो नि आशा आयो टिस्यु पेपर दिउ ओभर एक्टिङको दुकान रहेछ सबै मुभी हेर्नु त्यही होइन किन जुम इन जुम आउट भा यो फोकसै बिग्रेछ कि यो बौलाको कुन बौलाको क्यामेरा बौलाको फुटाइदिनु न ओहो अब चाहिँ सिधा भयो जस्तो छ कति हाँसेको हाँसिन् न भाइ म हाँस्छु हाँस्छु म हाँस्छु हाँस्नु हामीले नाच्नु भने खाइन तिमी पनि हाँस न तपाईँहरू पनि हाँस्नुहोस् न ओ हाँस्नु मान्छे तर्सेर उठ्ला तपाईँको स्वर सुनेर बाह्रै भयो उठाउनै खोजेको फुल ब्याडी टाइपहरू ब्याडी केटीहरूलाई ब्याडी भन्छ केटाहरूलाई के भन्छ बड्डो बड्डो वा बड्डो भाइ कताबाट हजुर म ललितपुरबाट तिमीहरू कागेश्वरी कहाँ हो त्यो कागेश्वरी चाहिँ काठमाडौँमै छ यो ठाउँ भनेको काठमाडौँ कता यो चाहिँ गुहेश्वरीदेखि यता यता कि यता यतादेखि उता यता खाना खायो महाकालबारीतिर हो कि खायो भाकलबारी थाहा महाकालबारी म त ठाउँको नामै थाहा छैन कतैको ल किन घरबाट निस्किने गरे होइन हेर्न रिसाएको त्यो त्यति गर्दाखेरि मान्छे कति दुःख दिन्छ नि यति जिस्काउँदा तिमी गर्दै जाने रहेछ हाँस्नु न हाँस्नु त्यस्तो मनैबाट किन रोक्नु Cheers. Cheers. कप सिरप हो क्या हो कप सिरप खान्छौ घटघटी पुरै त्यस्तो गर्नु हुँदैन नि लागु पदार्थ त खानु हुँदैन के हुँदैन खान थालेपछि ऊ अर्को एक्सपिरियन्स मान्छे बोलिसक्यो खान थालेपछि के हुन्छ त कप सिरप लाग्छ नि तिमीले एक डब्बा घटघट खायो भने झ्याप हो अनि हामी त त्यो झ्याप भएर बस्ने हो नि कस्तो छ्या हो र अरू यस्तो छ्या भन्नु हुँदैन नि वाउ ब्राभो के रे ब्राभो ए ब्राभो पो भनेको म त राघव भन्नु जस्तो मानेको मेरो नाम राघव होला राघव कहाँबाट नाम थाहा पायो भनेको के ए तिमीहरूको नाम के हो सदीक्षा समीक्षा हाँ सदीक्षा समीक्षा ओए सदिक्षा समीक्षा दिदी बहिनी हो अँ साखै हजुर कताबाट हो यहीको हो परमानेन्ट पाल्पाको पाल्पाली ढाका हामी गाईघाटको यो पनि काठमाडौँ भित्रै होला फेरि गाईघाट काठमाडौँ कहाँ हो म थाहा छैन क्या उदयपुर गाईघाट थाहा छैन थाहा छैन ला पढ्दै हो यता यस म्याम के पढ्दै हुन्छ म सिएसआइटी पढ्छु तिमीहरू सिएसआइटी भन्दा किन ढलियो उ चाहिँ सबै त्यही मात्र पढ्दा रहेछन् भनेर झ्यालबाट ढुङ्गा हान्यो भने 5 जनालाई लाग्छ सिएसआइटी पढ्नु हामी मात्र रहेछौँ म्यानेजमेन्ट पढ्ने चाहिँ बीबीए कि बीबीएस बीबीए कहाँ पढ्दै पीके कलेज इन ब्याक बजार पीके कलेज पद्मकन्या
धन्न त्यति चाहिँ धारेछ त्यति त थाहा छ है मलाई अहिले फेरि त्यो पनि काठमाडौँमै पर्छ भन्नुभएको छैन बाग बजार पोखरामा पर्दैन पोखरा युनिभर्सिटी ठिक छ अरे अड्केर हुन्छ नि मरिजान्छु नि मरे बालो एक बारको जिन्दगीमा भन त बरु मर्दिने क्या अनि गेम हेर्नु नजानु बा गेम चलिरहेको छ चलिरहेको अरे त नि उता त चिच्याउँदैछ नि त कसले गोल हार्न भन्दै सोफा स्कोर कसले गोल हान्नु है त्यसो भन्दै चिच्याउँदै थिए नेभिसले 6 मिनेटमै गोल हानेछ यार 32 मिनेटको म्याचमा 6 मिनेटमै गोल हानेछ यार केटुले बा रुक है ओए हानो होस्टेल कि रुम हो हजुर होस्टेल कि रुम हो रुम ओहो एक्लै चिल कहाँ कता पढ्नु चाहेको चाहिँ काग छ होइन हो रहेछ काग अनि सरी चाहिँ समीक्षा के हो तिम्रो थर हाम्रो के तर भन्दा खिमिरे मेरो माउली थर पनि घिमिदियो ओ आउनु टिका लाउन हाम्रो घरतिर पनि दक्षिणा दिनु ल तपाईँहरूकोतिर कति दिन्छ दक्षिणा हाम्रोतिर त भक्कु दिन्छ नि पूर्व त 5 रुपैयाँ त होइन नि हाम्रो त मामा निकाले त 4-5 त मस्तले कहाँ हो बस्ने गरे खठारी गाईघाट नै क्या यहाँ टिका लाउन त म यहाँ आउँछु हामी फेरि उता जान्छौँ अनि घर लप्तोमा जानु परेन दसैँमा मात्रै भनेको अनि यहाँ चाहिँ केमा दिनु त यत्तिकै टिका मामा घर आएको माइजूहरू भन्दै आउँछु माइजू अरे माइजू हुनको लागि त अनि हामी थोडी न हो र तपाईँको मामाको बुढीहरू अनि किन टिका लगाइदिन्छु भनेको त सानीमाहरू पर्छ ए सानीमा पो सानीमा माइजू हुनको लागि त मामा चाहिएन भयो नातै छुटाउन थाल्यो त तिमीले त अनि छुट्याउनु पर्यो नि त त्यत्तिकै टिका लाएर दक्षिणा दिन त्यत्तिकै पैसा के फाल्तुमा खेल्ने हो र खाना खायो तपाईँले दिँदै भएन खोइ यसरी फ्याल्नु मात्र भयो दक्षिणा खाए दिइहाल्छौँ नि आउनु ल हामी पनि मैले लिइसकेँ पाइसकेँ खै पैसा त्यहाँ हाल्ला चिकचिक त्यहाँ पस्छ कति चाहियो पैसा पो देखाउँछु भन्छ त कति घमन घमण्डी भने होइन के अब दक्षिणा भन्नुभयो भने दक्षिणा फ्यालिहालौँ भनेर के यतै त दाइ हो कि भाइ हो भाइ नै होला त्यो त भाइ होला कस्तरी हेरेको डर लाग्दो छ भूतले पनि यसरी हेर्दैन होला यसो त ला डेडी अलिक मजाले जोडिएन अरे के हो तिमी गरे त आउँदैन मलाई यसो गर्नु नि त ऊ यहाँ हेर्ने हो कि यहाँ बिचमा यस्तो गर्ने यसो ट्राई ल सिकाउँछु यहाँ हेर यस्तो सिधा अम्लाई यही अम्लालाई मात्रै हेर्नु नाइ कि यहाँ तेरो अम्लाले यसो गर तेरो अम्ला यसो औँलाको पोइन्टलाई हेर्दै जाऊ औँलाको पोइन्टलाई हेर्दै जाऊ भयो है तिमीले गरेर त मैले त मेरै गरिरहेको थिएँ फेरि गरेर त बस बाते यसो गर्नु त पालो पिलो आउँदैन रहेछ यार मलाई त यताको आउँदैन मलाई मलाई एउटै आँखा झिङ्गाइ हो यसो गर्छु भनेको काम रहेनछ कस्तो तपाईँको इमागिरीसँग मिलाइदिनुपर्छ क्या मलाई मनपर्छ को मनपर्छ त तपाईँलाई मलाई
अनुराधा कोइराला के कारणले मन पर्यो त अनुराधा कोइराला CNN हिरो हो क्या CNN हिरो अनुराधा कोइराला हो त वाव सोशल वर्कर वाव नाइस टोइलेट जानु यार टोइलेट जानु उसलाई पनि भन न यो त भर्खर टोइलेट गएर आएको म पनि भर्खर टाइप गरेर आएको आफू कुन तिमीहरू कलेज कतिमा पढ्दै मैले ब्याचलर्स कति इयर 7 सेम अब दुइटै हजुर आयुष्मान बाबा 4 सेम ओहो कुन कलेज क्याथफोर्ड बालकुमारी हामी पनि प्राइभेट पढ्नु रहेछ सोध्नु ए मिसिन रहेछ पछाडि मिसिन ओहो लुगा सिलाउनुहुन्छ क्या राति त हजुर लुगा सिलाउनुहुन्छ राति दिदीको हो त्यो पहिलाको फ्यामिलीसँग बस्दै हो होइन दिदीसँग बस्थेँ म अनि दिदीको बिहा भयो ओहो बिहा भयो यसरी भन्नु पर्दैन त्यसलाई बिहा भयो भन्दा बिहे भयो भन्दा नि हामी बुझ्छौँ बिहे भयो अनि तपाईँको कहिले 27-28 वर्ष भएपछि अहिले कति वर्ष हुनुभयो 21 कस्तो ठ्याक्कै भनेको कसरी 1 सेकेन्डमा हामी अलिअलि अनुहार हेरेर थाहा पाउँछौँ भविष्यवाणी गरिदिन्छौँ खै यसो निदा यसो गर्नु त भविष्यवाणी पढौँ निदा त फेरि टुडी खेल जत्रो छ नि फेरि हाम्रो नेता छ त्यही छैन खुम्चाएर यस्तो अरे गर्ने जस्तो छ त नि त्यो होइन के त्यो के पो ए जयन्ते ओहो याद के चाहिँ खत्रै गीत गर्नु लगाइदिनु पर्ने रहेछ तपाईँलाई खेल्ने हो सिरियल कुन नेपाली सिरियल सिरियल किलर खेल्छु म फ्री फायर के भन्छ खेलेगा फ्री फायर हम तो नहीं खेलेगा क्यों पूछा हम तो कैंडी क्रश खेलेगा हम गेम ही नहीं खेल रहा हाँ वो भी बहुत ही बढ़िया बाय मेरी आमा त्यति छिटो बाइक कसले भन्छ सुत्दिनु पर्यो यार अब तिम्रोले यो धड्कनलाई धड्कन बनाउँछ टाढा भए पनि मुटुले मुटुलाई बोलाउँछ यो रात्र दिन तिम्रै नानो त्यो अङ्गालोको प्रतीक्षा गर्दै बसिरहेको मन बसिरहेछ यो मन यो रात्र दिन तिम्रै नानो त्यो अङ्गालोको प्रतीक्षा गर्दै बसिरहेछ यो मन मुस्कुराएर भन न मात्र गर्छु पुरा म चाहना तिम्रा लेखी लेखी पानाहरूमा सहारा तिम्रैले यो धड्कनलाई धड्कन बनाउँछ टाढा भए पनि मुटुले मुटुलाई बोलाउँछ यो बोलाउँछु हो म बेला बेला
यहाँ त रिस्की हुन्छ यार इन्डियामा यस्तरी हेरेर बस्नुपर्छ कोहीले प्याच्च केही गरिदिन्छ त्यसपछि मम्मी गर्दै जानुपर्छ हिजो छ्या भन्ने केटी हो त्यो के देखिन्छ यार धन्न ब्लरमा देख्छु क्या म त्यहाँ देखेन के थियो अरे ओ हेलो what the fuck? बोलिए जी Do I sound like a man? ना मेरे को किसी ने तो बोला था कि मैं लड़कों जैसे साउंड करती नहीं हूँ तुम्हारा आवाज ऐसा सुन रहा है कि तुम्हें बुखार लग रहा है पर लड़कों जैसा नहीं सुन रहा अच्छा थैंक यू बुखार यार जैसा तो सुन रहा है पर लड़का जैसा नहीं सुन अच्छा रहा आप कहाँ से हो नेपाल अच्छा आप सही इंडिया है कहाँ यार से हो मैं दिल्ली की हूँ यार दिल्ली से लड़ हाँ that's right मेरे नेल्स देखो भाई सही है ना कितने हजार के है वो 1000 के नहीं अरे 150 के भाई 150 में इतना अच्छा हो जाता है उधर हाँ आपको भी चाहिए मेरे को क्यों चाहिए होगा मेरा ऐसे ही ठीक है अरे ऐसे नहीं चाहिए आपको मैं इधर क्या रखूंगा रुको अगर रखू तो क्या बोला मैंने आप मेरा हिंदी क्या आप समझाओ मेरे को आप क्या करते हो नेपाल में मजदूरी हाँ मैं सीमेंट बोकर 5 तले ऊपर लगा ऐसे फेंकता हूँ वाओ नाइस आप क्या करती हो आई एम अ लॉ स्टूडेंट रो क्यों रही हो क्या हुआ ऐसे ही पता नहीं रोना नहीं है तो हंस बाय आप पढ़ाई करो भाई अच्छे से ठीक है बाय बाय भैया 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 कस्तरी हाँस्थ्यो यार टिठे लाग्यो मलाई भैया वास्ते गरे भैया
हाँ